हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम। हजुरहरूलाई चाहिँ आज म युनिभर्स च्याप्टरको सम्पूर्ण कन्सेप्ट्सहरू र सम्पूर्ण पिवाइकिजहरू जतिसक्यो छोटो समयमा गराउने प्रयासमा लागेको छु। र पहिला चाहिँ हामीले यो च्याप्टरबाट चाहिँ एउटा एमसिक्यू अथवा भेरी सर्ट र एउटा चाहिँ सर्ट क्वेसन आउने गर्छ। अब इम्पोर्टेन्स अर इफेक्ट्स अफ ग्राभिटेसनल फोर्स। अब ग्राभिटेसनल फोर्स भनेको थाहा छ, कुनै पनि दुईटा मास भएका वस्तुहरू बिचमा तान्ने खालको फोर्स, एकअर्कालाई तान्ने खालको फोर्स जुन हुन्छ त्यसलाई हामी ग्राभिटेसनल फोर्स भन्छौँ। ग्राभिटेसनल फोर्सका इम्पोर्टेन्सहरू अथवा प्रभावहरू अथवा कन्सिक्वेन्सेसहरू के छन् त्यसको बारेमा हेरौँ। पहिला त एक्जिस्टेन्स अफ सोलर सिस्टम, सौर्यमण्डल किन अस्तित्वमा छ भने ड्यू टु ग्राभिटेसनल फोर्स। बर्थ एन्ड डेथ अफ द स्टार्स इज ड्यू टु ग्राभिटेसनल फोर्स। यो सम्झिनुहोस्। क्वेसन हेरौँ है। 2080मा दुईटा प्रदेशमा सोधेको रहेछ सर्ट क्वेसनमा। बर्थ एन्ड डेथ अफ द स्टार्स was not possible in the absence of gravitational force. Justify the statement in 2 points. यदि ग्राभिटेसनल फोर्स हुँदैन थियो भने स्टारहरू नजन्मिन्थे नमर्थे। यसलाई चाहिँ जस्टिफाई गर्नुहोस् भनेको छ। बर्थको बारेमा कुरा गरौँ है। ग्राभिटेसनल फोर्सले चाहिँ के गर्छ भने पहिला चाहिँ के सम्झ्यौँ भने ताराहरूलाई चाहिँ कसरी जन्मिन्छन् भने हाइड्रोजन ग्यास हुन्छ हैन। त्यो हाइड्रोजन ग्यास चाहिँ नजिक नजिक आयो भने नेबुला भन्छ। अनि नेबुला चाहिँ अझै नजिक आयो भने टेम्परेचर बढ्छ हैन। टेम्परेचर बढ्छ, प्रेसर बढ्छ भने प्रेसर बढ्यो भने प्रोटोस्टार भन्छ। प्रोटोस्टारमा अझै धेरै नजिक आयो, ग्राभिटेसनल फोर्सले अझै धेरै तान्यो भने चाहिँ टेम्परेचर बढेर चाहिँ थर्मोन्युक्लियर रियाक्सनहरू हुन्छन् र स्टार बन्छ। यसमा चाहिँ सबैमा चाहिँ केसको रोल हुन्छ, ग्राभिटेसनल फोर्सको रोल हुन्छ। जीएफ पुल्स hydrogen to make nebula and further pooling creates sufficient temperature to and pressure to make protostar which changes to star by starting the thermonuclear reaction. थर्मो भनेको हिटको कारणले हुने न्युक्लियर फ्युजन रियाक्सन हो, जसमा चाहिँ तपाईहरुले 9 क्लासमा पढ्नु भएको छ। दुईटा हाइड्रोजन मिलेर चाहिँ हिलियम बन्ने रियाक्सनलाई चाहिँ थर्मोन्युक्लियर फ्युजन रियाक्सन भनिन्छ। र मृत्यु पनि त्यही हो। मृत्युको लागि चाहिँ के बुझ्नु भने यो तारामा चाहिँ तान्ने फोर्स चाहिँ ग्राभिटेसनल फोर्स छ र त्यो रियाक्सनको कारणले एउटा फैलाउने फोर्स एक्सपान्सन फोर्स आइरहेछ। बाहिरबाट एउटा फोर्स लागिरहेछ, भित्रबाट चाहिँ ग्राभिटेसनल फोर्स लागिरहेछ। तर बाहिरबाट लाग्ने फोर्स त केमा भर पर्छ? भित्र भएको हाइड्रोजन ग्यासमा भर पर्छ। हाइड्रोजन ग्यास त भट्टीमा बिस्तारै सकिँदै जान्छ र त्यो सकियो भने बाहिर लाग्ने फोर्स चाहिँ कम हुन्छ, भित्र लाग्ने फोर्स धेरै हुन्छ र तारा चाहिँ मर्छ। तारा चाहिँ सुपरनोभा अथवा नोभा नामक विस्फोटन भएर चाहिँ मर्ने गर्छ। दुईटैमा चाहिँ ग्राभिटेसनल फोर्सको रोल भयो है त। ओके, अब चाहिँ हामीले यो पाठमा पढ्नुपर्ने भनेको युनिभर्सको ओरिजिन, कसरी चाहिँ युनिभर्स सुरु भयो, अहिले चाहिँ किन अस्तित्वमा छ र फ्युचर चाहिँ के हुन्छ, यो चाहिँ पढ्नुपर्ने हो। ओरिजिनमा बिग ब्याङ थ्योरीको बारेमा पढ्यो, जुन चाहिँ 2080 जेआईमा क्वेसन सोधेको छ। यसरी एउटा पिक्चर दिएर ताराहरू फैलिरहेको। ल अब बिग ब्याङ थ्योरीले के भन्छ भने, जस्तो तपाईँले रोटी बनाउनुहुन्छ भने पहिला रोटीको डो बनाउनुहुन्छ, डोलाई पथार्नुहुन्छ, त्यसपछि त्यसलाई आगोमा सेकाउनुहुन्छ, फुलिँदै जान्छ नि। त्यस्तै अहिले युनिभर्स चाहिँ हामीले अब्जर्भ गर्यो भने चाहिँ फैलिरहेको देखेका छौँ। ताराहरू चाहिँ एकअर्काबाट टाढा गइरहेको देखेका छौँ भने त कुनै बेलामा त नजिक हुनुपर्छ। र त्यो बेलामा चाहिँ सबै कुरा एउटै पोइन्टमा हुनुपर्छ। त्यसलाई चाहिँ हामी प्राइमेभियल एटम भन्छौँ, जुन चाहिँ सबै कुरा एकै ठाउँ भएको स्टेट हो, रोटीको डो जस्तो। अनि त्यसपछि बिग ब्याङ भयो र बिग ब्याङ भइसकेपछि मास बन्यो। मास भइसकेपछि ग्राभिटेसनल फोर्स लाग्यो जस्ता कुरा गर्छौँ। ल अब बिग ब्याङ थ्योरीलाई चाहिँ जर्ज लेमाटर भन्ने साइन्टिस्टले प्रपोज गर्नुभएको हो। यसले चाहिँ के भन्छ भने आवर युनिभर्स इज बिलिभ टु हेभ ओरिजिनेटेड फ्रम द बिग एक्सप्लोजन अफ सिङ्गल एटम। एउटा सिङ्गल एटम थियो रोटीको डो जस्तो र त्यो फुटेर चाहिँ एउटा बिग एक्सप्लोजन भएर चाहिँ हाम्रो युनिभर्स सुरु भएको भनेर चाहिँ बिग ब्याङ थ्योरीले भन्ने गर्छ। बिग ब्याङ थ्योरी भन्दा बिग ब्याङ हुनुभन्दा अगाडि चाहिँ सबै फोर्सहरू, चारवटा फोर्सहरू जुन चाहिँ युनिभर्सका स्ट्रङ न्युक्लियर, विक न्युक्लियर, ग्राभिटेसनल, इलेक्ट्रोम्याग्नेटिक फोर्सहरू, त्यो सम्झिनु परेन। तिनीहरू चाहिँ एकै ठाउँ थिए, जसको कारणले चाहिँ सबै कुराहरू पनि एकै ठाउँ थियो र त्यसको कारणले चाहिँ त्यहाँ उथलपुथल भयो कि हाई प्रेसर पनि छ, फोर्स पनि यताउता उथलपुथल भयो र त्यस कारणले चाहिँ एक्सप्लोजन भयो। एक्सप्लोजन भइसकेपछि चाहिँ सबै कुराहरू एकअर्काबाट टाढा जान लाग्यो, युनिभर्स चाहिँ फैलिन लाग्यो। तर अब युनिभर्समा त मास बन्यो, मास बन्ने बित्तिकै मासको बिचमा फेरि ग्राभिटेसनल फोर्स लाग्यो। एउटा फैलाउने फोर्स छ बिग ब्याङको कारणले आएको, अर्को चाहिँ तान्ने फोर्स पनि छ ग्राभिटेसनल फोर्स, र यिनी दुईटाको लडाइँ चलिरहेछ अहिले चाहिँ हैन। यो कुरा चाहिँ बुझ्नु पर्यो। अब हामीले हबल्स लको बारेमा पढौँ है। एडविन हबल भन्ने साइन्टिस्टले चाहिँ के आफ्नो एउटा टेलिस्कोपबाट चाहिँ के अब्जर्भ गर्नुभयो भने उहाँले चाहिँ दुईटा ग्यालेक्सीहरू चाहिँ एकअर्काबाट टाढा गइरहेको अब्जर्भ गर्नुभयो र यसबाट के कुरा चाहिँ थाहा भयो भने उहाँले चाहिँ के कुरा थाहा पाउनुभयो भने अहिले
ताराहरू अथवा ग्यालेक्सीहरू टाढा गइरहेको छन् भने कुनै बेलामा त नजिक हुनुपर्छ, जुन बिग ब्याङ थ्योरीले भन्ने गर्छ। र हबल्सले के भन्नुभयो भने द भेलोसिटी ड्यू टु विच द ग्यालेक्सी आर मुभिङ अपार्ट इज डाइरेक्टली प्रोपोर्सनल टु द डिस्टेन्स बिट्विन देम। जस्तो दुईवटा ताराहरू चाहिँ, जस्तो एउटा यो तारा भयो, अर्को यो तारा छ, एउटा यो ग्यालेक्सी भयो, अर्को यो ग्यालेक्सी चाहिँ, यिनीहरू बिचको दूरी अहिले मानिलियो 2 मेगापर्सेक छ। मेगापर्सेक भनेको ठुलो एकाइ हो। यसबाट 4 भयो भने यिनीहरूको जति टाढा जान्छन् त्यति भेलोसिटी चाहिँ बढ्छ है। यिनीहरू टाढा जाने भेलोसिटीलाई चाहिँ भेलोसिटी अफ रिसेसन भनिन्छ। जति धेरै टाढा जान्छन्, जति धेरै दुईवटा वस्तु बिचको दूरी बढ्छ, त्यति धेरै चाहिँ भेलोसिटी अफ रिसेसन बढ्छ अथवा टाढा जाने भेलोसिटी बढ्छ भनेर चाहिँ हबलले भन्नुभयो। यो चाहिँ उहाँले चाहिँ अब्जर्भेसन गरेर चाहिँ भन्नुभयो, जसमा चाहिँ भेलोसिटी चाहिँ केसँग डाइरेक्टली प्रोपोर्सनल हुने भयो, डिस्टेन्ससँग। र प्रोपोर्सनिटी साइन हटाउनुको लागि चाहिँ हामीले एच एउटा कन्स्ट्यान्ट चाहिँ थप्यो, जसलाई चाहिँ हामी हबल्स कन्स्ट्यान्ट भन्छ, जसको भ्यालु चाहिँ 73 किलोमिटर पर सेकेन्ड पर मेगापर्सेक हुन्छ। किनकि एच इज इक्वल टु भी अपन डी हुन्छ। भी भनेको भेलोसिटीको युनिट किलोमिटर पर सेकेन्ड र डिस्टेन्सको युनिट चाहिँ मिटर पर सेकेन्ड है त। सो हबल्सले के भन्छ अरे कुनै दुईवटा ग्यालेक्सीहरू चाहिँ एकअर्काबाट टाढा गइरहेका छन् भने जति धेरै टाढा जान्छ त्यति धेरै तिनीहरूको एकअर्काबाट टाढा जाने स्पिड बढ्छ भनेर चाहिँ भन्ने गर्छ। अब हबल्स लको ग्राफ हेर्नुहुन्छ भने चेन्ज हुने कुरा चाहिँ डिस्टेन्स हो। त्यो भएर चाहिँ डिस्टेन्स चेन्ज हुने कुरा चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल चाहिँ जहिले पनि एक्स एक्सिसमा र डिपेन्डेन्ट भेरिएबल चाहिँ वाइ एक्सिसमा रिसेसन भेलोसिटी जुन छ त्यो बिचको ग्राफ चाहिँ यस्तो स्ट्रेट लाइनको हुन्छ। ओके, अब यहाँ क्वेसन छ है, हाउ डज द कन्क्लुजन अफ हबल्स स्टडी सपोर्ट बिग ब्याङ थ्योरी भनेको छ। बिग ब्याङ थ्योरीलाई कसरी सपोर्ट गर्छ भने हबल्स लले पनि के भन्छ, ग्यालेक्सीहरू एकअर्काबाट टाढा गइरहेछन्, जति धेरै टाढा गइरहेछन् तिनीहरूको भेलोसिटी बढिरहेछ भन्छ। भन्नुको अर्थ त यसले त यो त एक्सपेरिमेन्टल अब्जर्भेसन जस्तो भयो कि, यो त अब्जर्भेसन भयो होइन, यो त फ्याक्ट भयो, एउटा तथ्य भयो जुन चाहिँ हामीले अब्जर्भ गरेर पत्ता लगाउनु भयो हबलले। र हबलले चाहिँ के प्रिडिक्ट गर्छ भने एसिलेटेड एक्सपान्सन लिडिङ टु दि सेपरेसन अफ एभ्रिथिङ फ्रम इच अदर। हबल्स लले के चाहिँ प्रिडिक्ट गर्छ भने विच लोजिक रिलेटेड टु द फ्युचर अफ युनिभर्स इज प्रुभ बाई द हबल्स ल भन्यो भने फ्युचर अफ द युनिभर्सको बारेमा चाहिँ के कुरा भन्छ भने युनिभर्स चाहिँ फैलिरहेछ र सबै कुरा चाहिँ एकअर्काबाट टाढा गइरहेछन् जस्तो कुरा चाहिँ प्रिडिक्ट गर्छ। र हबल्सले चाहिँ बिग ब्याङलाई कसरी सपोर्ट गर्छ भने हबल्सले पनि युनिभर्स एउटै पोइन्टबाट सुरुवात भएको हुनुपर्छ जस्तो कुरा गर्छ। बिग ब्याङले त भन्ने नै त्यही हो, युनिभर्स इज ओरिजिनेटेड फ्रम अ सिङ्गल पोइन्ट भनेर भन्छ होइन। र सिमिलारिटी बिट्विन बिग ब्याङ थ्योरी एन्ड हबल्स स्टडी भनेको छ, यो चाहिँ 2 पटक सोधेको छ। यसलाई चाहिँ हाउ डज हबल्स स्टडी सपोर्ट बिग ब्याङ थ्योरी भनेर पनि आउन सक्छ, सिमिलारिटी भनेर पनि आउन सक्छ। र बिग ब्याङ थ्योरी चाहिँ किन मोस्ट रिलायबल सबभन्दा एक्सेप्टेड थ्योरी चाहिँ किन हो भने बिग ब्याङ थ्योरीले भनेको कुरालाई चाहिँ हबल लले चाहिँ के गर्छ, सपोर्ट गर्छ, त्यो भएर चाहिँ मोस्ट एक्सेप्टेड थ्योरी हो है यो। ल अब यिनीहरू बिचको सिमिलारिटी भनेको चाहिँ यिनी दुइटैले चाहिँ एक्सपान्डिङ युनिभर्स सजेस्ट गर्छन्। यिनी दुइटैले चाहिँ युनिभर्स चाहिँ सिङ्गल एटमबाट अथवा सिङ्गल पोइन्टबाट चाहिँ स्टार्ट भएको, ओरिजिनेटेड भएको भन्ने कुरालाई चाहिँ सजेस्ट गर्छन् भन्ने कुरा भयो है। ओके, अब यो हबल्स ललाई यसरी पनि बुझ्न सकिन्छ, बिग ब्याङलाई यसरी पनि बुझ्न सकिन्छ। जस्तो मानिलियो तपाईँसँग ब्यालुन छ, यो ब्यालुन तपाईँलाई मैले दिएँ र अब यसबाट चाहिँ तपाईँले बिग ब्याङ थ्योरीलाई कसरी चाहिँ एक्सप्लेन गर्नुहुन्छ भनेर क्वेसन सोधेको छ। अब यसलाई केही पनि गर्नु पर्दैन, यो बिग ब्याङ हुनुभन्दा अगाडिको अवस्था जस्तो हो कि ब्यालुन नफुल्याउँदाको अवस्था चाहिँ सबै कुरा एकै ठाउँ छ। यसलाई फुल्याइदियो भने चाहिँ सबै कुरा फैलिन्छ, त्यो चाहिँ बिग ब्याङ पछिको अवस्था हो होइन, फैलिरहेछ अहिले पनि। र अब यसलाई मैले डेमोन्स्ट्रेट गर्नुको लागि चाहिँ के गर्छु भने यसमा चाहिँ सिम्पली हावा भरिदिन्छु र फुक्छु, इन्फ्लेट गर्छु होइन। र यसले चाहिँ कसरी चाहिँ हबल्स लको कन्क्लुजनलाई सपोर्ट गर्छ भने हबल्स लले के भन्छ, कुनै दुईवटा ग्यालेक्सीहरू चाहिँ एकअर्काबाट टाढा गइरहेछन् भन्छ। यहाँ चाहिँ मैले पहिला ह्याप्पी बर्थडे लेखिदिन्छु र मैले हावा फुक्ने बित्तिकै चाहिँ ह्याप्पी बर्थडेका HAPPY जुन शब्दहरू छन्, ती लेटर्सहरू छन्, तिनी चाहिँ एकअर्काबाट टाढा जान्छन्। त्यसरी चाहिँ यो एक्सपेरिमेन्टले चाहिँ हबल्स ललाई सपोर्ट गर्यो। हबल्स लले पनि के भन्छ, ताराहरू टाढा गएका छन्, ग्यालेक्सीहरू टाढा गएको छन् भन्छ। यहाँ पनि ह्याप्पी बर्थडेका लेटरहरू टाढा गएका छन् होइन। ओके, यो चाहिँ एक्सपेरिमेन्ट गभर्नमेन्ट बुकमा छ, त्यो भेरी इम्पोर्टेन्ट छ है। अब चाहिँ फ्युचर के त, हामीले ओरिजिनको बारेमा बिग ब्याङ थ्योरी पढ्यो, एक्जिस्टेन्सको बारेमा, ग्राभिटेसनल फोर्सको कुरा गऱ्यो होइन। तर यसको फ्युचर के त, त्योभन्दा अगाडि मैले एउटा कोही कुरा थप्न चाहेँ। जस्तो सूर्य र पृथ्वी पनि एकअर्काबाट टाढा जानुपर्ने, तर यिनीहरू त टाढा गएको छैनन्। किनभने नजिक कुनै वस्तु नजिक छ भने ग्राभिटेसनल फोर्स हाबी हुन्छ, डिस्टेन्स कम छ भने ग्राभिटेसनल फोर्स बढ्छ। त्यो भएर चाहिँ यिनीहरू चाहिँ टाढा गएको छैनन्, त्यही भएर सोलर सिस्टम एक्जिस्ट गरिरहेको छ है। ओके, फ्युचर अथवा फेट, यसको भविष्य के चाहिँ, यसबारे चाहिँ धेरै क्वेसन सोधेको छ। तपाईँले पहिला के सम्झिनु भने सी फर क्लोज युनिभर्स, सी फर कम,
सिफर क्रिटिकल डेन्सिटी क्लोज युनिभर्समा क्रिटिकल डेन्सिटी कम हुन्छ के भन्दा मिन डेन्सिटी भन्दा मिन भनेको एभरेज डेन्सिटी है क्रिटिकल डेन्सिटी भनेको डेन्सिटीको त्यस्तो भ्यालु युनिभर्सको डेन्सिटीको त्यस्तो भ्यालु जसले चाहिँ युनिभर्सलाई एक्सपान्सन हुनबाट रोक्छ त्यो भ्यालु पुग्यो भने चाहिँ युनिभर्स एक्सपान्ड हुनबाट रोक्छ यति चाहिँ सम्झिनु है अब तपाईँले सम्झिने चाहिँ वाट इज क्लोज युनिभर्स भन्यो भने क्रिटिकल डेन्सिटी इज लेस देन मिन डेन्सिटी भएको युनिभर्सलाई चाहिँ क्लोज युनिभर्स भनिन्छ भन्ने हो अथवा वाट इज द कन्डिसन फर क्लोज युनिभर्स भन्यो भने त्यही भन्ने है हजुरले के सम्झिनु भने सिफर क्लोज युनिभर्स सिफर कम सिफर क्रिटिकल डेन्सिटी कम हुन्छ के भन्दा मिन डेन्सिटी भन्दा अब ओपनमा ठ्याक्कै उल्टो हुन्छ क्रिटिकल डेन्सिटी बढी हुन्छ के भन्दा मिन डेन्सिटी भन्दा फ्ल्याटमा चाहिँ बराबर हुन्छ अब यो चित्रमा हेर्नुहोस् त कुन चाहिँ क्लोज जस्तो छ यो चाहिँ क्लोज जस्तो छ यो चाहिँ क्लोज युनिभर्स भयो कुन चाहिँ अलिकति फ्ल्याट जस्तो छ यो चाहिँ फ्ल्याट जस्तो छ यो चाहिँ फ्ल्याट युनिभर्स भयो कुन चाहिँ अलिकति ओपन खुलेको छ यहाँबाट यो वान यो चाहिँ ओपन युनिभर्सको चित्र भयो यो चाहिँ रेडियस हो भने यो चाहिँ टाइम आफ्टर बिग ब्याङ पछिको समय र युनिभर्सको अवस्था यो हुनसक्छ भनेर प्रिडिक्ट गरेको अहिले चाहिँ हामी यहाँ छौँ हामीलाई चाहिँ के थाहा छैन भविष्यमा चाहिँ जे पनि हुनसक्छ है यो चित्र दिएर पनि क्वेसन्स हुनसक्छ तपाईँले यो सम्झिनु है क्लोज युनिभर्स इज द युनिभर्स इन विच क्रिटिकल डेन्सिटी इज लेस देन मिन डेन्सिटी भनेर लेख्नुपर्छ इक्जाममा कन्डिसन भने पनि यही लेख्ने हो डिफ्रेन्स बिट्विन भने पनि यही लेख्ने हो सिफर क्रिटिकल सिफर क्लोज सिफर कम हुन्छ के भन्दा मिन अथवा एभरेज डेन्सिटी भन्दा मिन भनेको त हजुरलाई थाहा छ होला होइन ओके अब एक एकको कुरा गरौँ है ओपन युनिभर्स भनेको के हुन्छ भने अब हेर्नु एउटा ढकल्ने फोर्स एउटा तान्ने फोर्स ओपन भनेको तन्किनको लागि त ढकल्ने फोर्स धेरै हुनु पर्ला सो एक्सपान्सन फोर्स इज ग्रेटर देन जिएफ ग्राभिटेसनल फोर्स अब यो के हुन्छ भने यो तन्किँदा चाहिँ कुराहरू एकअर्काबाट टाढा हुन्छ सूर्यबाट पृथ्वी पनि टाढा हुन्छ र सूर्यको लाइट पृथ्वीसम्म पुग्दैन त्यो भएर चाहिँ चिसो हुन्छ जताततै त्यो भएर युनिभर्स चाहिँ बिग फ्रिजमा मर्छ यो चाहिँ फैलिरहन्छ फरिभर एक्सपान्सन हुन्छ त्यसपछि क्लोज युनिभर्समा चाहिँ ठ्याक्कै उल्टो अब क्लोज युनिभर्स हुनुको लागि अहिले कुरा फैलिरहेको छ कुनै बेलामा चाहिँ सबै कुरा एकै ठाउँ आउनुपर्छ है अब सबै कुरा एकै ठाउँ आउनको लागि त तान्ने फोर्स धेरै हुनुपर्छ तान्ने फोर्स भनेको ग्राभिटेसनल फोर्स इज ग्रेटर देन एक्सपान्सन फोर्स हुने भयो अथवा एक्सपान्सन फोर्स इज लेस देन ग्राभिटेसनल फोर्स यो चाहिँ बिग क्रन्चमा मर्छ कस्तो भइरहेको हुन्छ भने फैलिन्छ कुनै बेलामा ग्राभिटेसनल फोर्सको प्रभाव बढ्छ अनि सबै कुरा एकै ठाउँ कन्ट्र्याक्ट हुन्छ अब यसरी त युनिभर्सको सुरुवातै नहुनु पनि सक्छ फेरि यो युनिभर्सको अनुसार त फैलियो फेरि एउटै पोइन्टमा आयो फैलियो फेरि एउटै पोइन्टमा आयो फैलियो एउटै पोइन्टमा आयो ओसिलेटिङ युनिभर्स भयो पेन्डुलम जस्तो फैलिने एउटै पोइन्टमा आउने बिग क्रन्च भनेको सबैको कुरा एकै ठाउँ आउने फेरि बिग ब्याङ फेरि बिग क्रन्च फेरि बिग ब्याङ है एक्सपान्सन चाहिँ स्टप हुन्छ फैलिन बन्द हुन्छ फेरि क्रन्च हुन्छ फेरि कन्ट्र्याक्ट हुन्छ है यसमा चाहिँ एक्सपान्सन बन्द भएर फेरि कन्ट्र्याक्सन सुरु हुन्छ फ्ल्याट युनिभर्समा चाहिँ दुईवटा फोर्स बराबर हुन्छ कुनै समयमा चाहिँ अहिले हुँदैन है कुनै समयमा चाहिँ फैलिरहेको छ युनिभर्स कुनै समयमा चाहिँ तान्ने र ढकल्ने फोर्स बराबर भयो भने चाहिँ अब युनिभर्स फैलिन चाहिँ बन्द हुन्छ न कन्ट्र्याक्ट हुन्छ न फैलिन्छ एक्सपान्सन चाहिँ बन्द हुन्छ र यो चाहिँ बिग फ्रिजमै मर्छ किनकि त्यो हुँदासम्म चाहिँ स्टेबल हुँदासम्म चाहिँ फैलिन र खुम्चिन बन्द हुँदासम्म चाहिँ कुराहरू टाढा पुगिसकेका हुन्छन् त्यही भएर यो पनि बिग फ्रिजमै मर्छ अब इक्जाममा आएको छ क्लोज युनिभर्स ओपन युनिभर्स बिचको डिफ्रेन्स लेख्नु पऱ्यो भने यो एउटा पोइन्ट यो लेख्न सकियो होइन एउटा पोइन्ट चाहिँ यो लेख्न सकियो एउटा पोइन्ट चाहिँ यो लेख्न सकियो र फ्ल्याट र क्लोजको पनि सोधेको छ हजुरले लेख्न सक्नुहुन्छ अब मैले एउटा क्वेसन गराउन चाहेँ जुन आएको छैन आउन सक्छ वाट डु यु मिन बाई द हबल्स कन्स्ट्यान्ट इज 73 किलोमिटर पर सेकेन्ड पर मेगा पर सेक भनेको चाहिँ मेगा पर सेक डिस्टेन्सको युनिट यो 73 किलोमिटर पर सेकेन्ड चाहिँ भेलोसिटीको युनिट ल हामीलाई फर्मुला थाहा छ भी इज इक्वल टु एसडी भी भनेको रिसेसन भेलोसिटी एस भनेको हबल्स कन्स्ट्यान्ट डी भनेको डिस्टेन्स ओके अब एस भनेको के हुन्छ भी बाई डी हुन्छ अब डीको ठाउँमा 1 राखौँ 1 मेगा पर सेक राखौँ मेगा पर सेक भनेको एकदमै लार्ज डिस्टेन्स हो तपाईँले 9मा पढ्नुभयो होला मेगा पर सेकको बारेमा अब एचको भ्यालु हामीलाई थाहा छ 73 किलोमिटर पर सेकेन्ड पर मेगा पर सेक त्यति बेलामा यी दुईवटा भ्यालु राखेर हिसाब किताब गऱ्यो भने भी इज इक्वल टु एच आउँछ द्याट मिन्स हबल्स कन्स्ट्यान्ट र भेलोसिटी चाहिँ बराबर हुन्छ द्याट इज भेलोसिटीको भ्यालु चाहिँ कति आउँछ भने 73 किलोमिटर पर सेकेन्ड आउँछ है सो यसले भन्न खोजेको चाहिँ के हो भने यो हजुरले के बुझ्नु भएन भने यति कुरा के बुझ्नुहोस् भने भी इज इक्वल टु एस को भ्यालु आउँछ है एस नआएर एचको भ्यालु चाहिँ 73 किलोमिटर पर सेकेन्ड मेगा पर सेक हो युनिट चाहिँ भेलोसिटीकै आउँछ भ्यालु चाहिँ एचको आउँछ हजुरले यति बुझ्नुहोस् भने के बुझ्नुहोस् भने डीको ठाउँमा 1 मेगा पर सेक एचको ठाउँमा 73 किलोमिटर पर सेकेन्ड आयो भने भी भनेको 73 किलोमिटर पर सेकेन्ड आउँछ द्याट मिन्स यदि कुनै दुईवटा ग्यालेक्सी बिचको डिस्टेन्स चाहिँ 1 मेगा पर सेक छ भने तिनीहरू एकअर्काबाट चाहिँ 73 किलोमिटर पर सेकेन्डको भेलोसिटीले टाढा गइरहेको हुन्छन् भनेर चाहिँ थाहा हुन्छ है दुईवटा ग्यालेक्सी बिचको जस्तो यो एउटा ग्यालेक्सी अर्को ग्यालेक्सी दुईवटाको बिचको दूरी 1 मेगा पर सेक छ भने तिनीहरूको रिसेसन भेलोसिटी चाहिँ एकअर्काबाट टाढा जाने भेलोसिटी चाहिँ 73 किलोमिटर पर सेकेन्ड हुन्छ भन्ने कुरा थाहा पाउनु पऱ्यो हामीले यो च्याप्टरमा के पढ्यौँ त भन्दाखेरि ग्राभिटेसनल फोर्सको बारेमा पढ्यौँ होइन त्यसपछि
बिग ब्याङ अगाडि, बिग ब्याङ पछाडि बिग ब्याङ थ्योरीको बारेमा पढ्यो। अनि त्यसपछि हबल्स लको बारेमा पढ्यो होइन। हबल्स ल र बिग ब्याङको बारेमा पढ्यो कम्पेरिजन। त्यसपछि युनिभर्स, ओपन युनिभर्स, क्लोज युनिभर्स, फ्ल्याट युनिभर्सको बारेमा पढ्यो र एउटा चाहिँ यसको मिनिङ के हुन्छ भनेर पढ्यो। योभन्दा अरू क्वेसन चाहिँ आउँदैन। र अबको हाम्रो नेक्स्ट च्याप्टर चाहिँ के हुनेछ त भने हिट हुनेछ। ओके, थ्याङ्क यू।